आदरणीय जनसमुदाय, म सामाजिक अभियन्ता जित। आदरणीय जनसमुदाय, म अहिले भारतको प्रवासबाट नेपालको राष्ट्रिय राजनीतिलाई नजिकबाट हेरिरहेको छु। खास गरिकन बालन सरकारको रफ्तार र माननीय सुदन गुरुङज्यूको यो सुशासनको पक्षमा उठाइएको कदमका सन्दर्भमा र उनको व्यक्तित्व र उनको निजी जीवनका सन्दर्भमा उठेका प्रश्न र यतिखेर सुदन गुरुङज्यूको राजीनामा यत्र तत्र सर्वत्र चर्चाको विषय छ। तर मेरो भनाइ के हो भने, ठीक छ, सुदन गुरुङजीको अकुत सम्पत्ति इलिगल हो भने त्यो एउटा छानबिनको दायरामा आओस् हो। यदि होइन भने गृहमन्त्रीको कुर्सी सम्हाले लगत्तै उनले कति भ्रष्टाचार गरे, यो महत्त्वपूर्ण कुरा हो। यो सन्दर्भमा त मलाई लाग्छ सुदन गुरुङज्यूको केही दिने कार्यकाल सफा कागज जस्तै संलग्न छ, खुला किताब छ। राज्यको स्रोत लिनु भएको छैन, आफ्नो गाडी चढ्नु भएको छ, दिनरात खटिनु भएको छ। अनि जसरी उहाँ सुशासनको सन्दर्भमा जसरी उहाँले कदम चाल्नु भएको छ दिनरात भनेर, यतिको इमान्दार व्यक्तिमाथि राजीनामा गरिहाल भन्ने प्रश्न मलाई त्यति सान्दर्भिक लाग्दैन हो। गृहमन्त्री या राजकीय सार्वजनिक पद धारण गरे बापत यदि सुदन गुरुङले करप्सन गरेको हो भने यो प्रश्न जायज छ। तर पदभार ग्रहण गरेको केही दिन पनि भएको छैन, राजीनामा गर भनेर प्रश्न गर्नु यो सामान्य मानिसको होइन। यो षड्यन्त्रकारी सुदनलाई गृहमन्त्री बनेको हेर्न नचाहने नितान्त संकुचन सोच भएको व्यक्ति विशेषको काम हो, यो समूहको काम हो, यो संस्थाको काम हो। त्यो पार्टी पनि हुनसक्छ, व्यक्तिको शीर्ष तहको नेता पनि हुनसक्छ, त्यो विरोधी पनि हुनसक्छ। त्यसले त्यो कोणबाट उठाएको प्रश्न हो, त्यसले गरेको मिडिया ट्रायल हो। र यसरी उहाँको राजीनामा माग गर्न पूर्व पार्टीले उहाँलाई सफाईको वातावरण बनाउनु पर्छ। र अर्को सामान्य कुराहरुमा पनि जसरी दीपक भट्ट एउटा भ्रष्टाचारी ठुलो माछा जो आज विगतको प्रधानमन्त्री कार्यकाल, विगतका प्रधानमन्त्रीहरुको नजिक रहेर, अर्थमन्त्रीको नजिक रहेर बजेटमा करको दायरालाई पनि हेरफेर गरेर कमिसन कुम्ल्याउने व्यक्ति, जो सिङ्गो कानुनलाई पनि उल्टाएर त्यसको दुरुपयोग गरेर अकुत सम्पत्ति घोषार्ने व्यक्ति, भ्रष्टाचारीको सन्दर्भ र सुदन गुरुङलाई एकै क्याटेगोरीमा राखेर हेर्न मिल्दैन। यो कदापि न्यायोचित हुँदैन। तसर्थ एउटा मिडिया ट्रायल हो र यसरी मिडिया ट्रायल गर्दै गर्छ, तर ठुला माछाहरू उम्किनु हुँदैन। फेरि पनि सुदनजीको कार्यभारको प्रगतिको र भ्रष्टाचार र सुशासन, भ्रष्टाचार विरुद्धको अभियानमा उहाँको सुशासनको अभियान निरन्तर चलिरहोस्। मेरो शुभकामना, शुभेच्छा छ। धन्यवाद, नमस्कार।